जय मसीह फेरि पनि आज तपाईहरुलाई संडे फेलोशिप ब्लगमा स्वागत छ। Happy Sunday. आज चाहिँ we're all set and ready to go to the church. See you there. परम प्रभुले राज्य गर्नुहुन्छ, उहाँ महिमाले विभूषित हुनुहुन्छ अनि शक्तिले सुसज्जित हुनुहुन्छ। पृथ्वीको जग सुदृढ छ, त्यो कहिले डग्ने छैन। तपाईको सिंहासन अनकालदेखि स्थापना भएको छ, तपाई अनन्तदेखि हुनुहुन्छ। यो बिहान घडी तपाईले आज सुन्दर समय दिनु भएको छ। तपाईलाई फेरि पनि धन्यवाद दिन्छ प्रभु। प्रार्थना छ प्रभु यो नानीको लागि जो तपाईले सृष्टि गर्नु भएको नानीहरु, तपाईको आशीष अनि तपाईको वरदान। जोश त छ, तर यो जोश ज्ञान अनुसार छैन। It is good that my people have zeal, but that zeal is without knowledge. That is the sad part. अनि हाम्रो आज मण्डलीलाई पनि सिकाउने पाठ हो। जोश हुनु एकदमै राम्रो कुरो हो। We must all be zealous. हामी सबै एकदमै जोशिलो हुनुपर्छ। तर हाम्रो जोशमा ज्ञान हुनु एकदमै महत्त्वपूर्ण छ। ज्ञानको बारेमा पनि, टिचिङ्सको बारेमा पनि मैले धेरै मनन गरिरहेको छु। अनि कोही बेला यस्तो लाग्छ हामीलाई परमेश्वर पिताको असीम प्रेम, प्रभु यीशु ख्रीष्टको प्रशस्त अनुग्रह, पवित्र आत्माको अटुट संगति हामी सबैसँग र विश्वव्यापी मण्डलीको साथमा, तपाईको दोस्रो आत्मासँग सदा सदा स्त्रीको साथमा बसिरहेको हौं। आमेन। जय मसीह। हुन्छ। आजको सन्डे फेलोशिप पनि हामीले असल तरिकाले सिधाएका छौं। यहाँ हेर्नुहोस्, मेरो डग चाहिँ एकदम धेरै खुसी भइरहेछ। Maverick, happy Sunday. Happy Sunday.
आजको वचन चाहिँ हाम्रो पास्टर जोन दाले हामीलाई रोमीको पुस्तकबाट सिकाइरहनु भएको छ अनि रोमी 10 मा हामी आइपुगेको छौं अनि आज एकदम असल तरिकाले हामीले फेलोशिप पनि सिद्धाएको छौं म चाहिँ अलिक सन्चो छैन मार्गी लागिरहेको छ तर पनि परमेश्वरलाई धन्यवाद भएको होस् तपाईहरुलाई पनि धन्यवाद मेरो ब्लगमा आउनुभयो हेर्नुभयो सपोर्ट गराउनु भएको छ सब्स्क्राइब गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद परमप्रभुले तपाईहरुलाई आशीष दिनु भएको होस् फेरि पनि हामी अर्को ब्लगमा भेट्ने छौं प्रार्थना र वचनमा लागिरहनुहोस् जय मसीह